नमस्कार साथीहरू, कोशी प्रदेश लोकसेवा आयोगले भारी सङ्ख्यामा प्राविधिक तथा अप्राविधिकतर्फ तपाईको अधिकृत स्तर 7 को विज्ञापन खुलाएको छ। साथीहरू हेर्न सक्नुहुन्छ। तपाईको मेडिकल अधिकृत 8 औँ, मेडिकल अधिकृत इन्जिनियर 7 औँ, त्यसपछि शिक्षा अधिकृत 7 औँ, अनि तपाईको स्थानीय शिक्षा प्रशासन निरीक्षणमा 8 वटा, स्थानीय शिक्षा प्रशासन निरीक्षणमा 2, 1 गरी खुलाएको छ। त्यस्तै शाखा अधिकृत 7 को स्थानीय प्रशासन सामान्य प्रशासन 17 वटा खुलाएको छ। त्यसपछि लेखा अधिकृतको 6 वटा। यसै गरी तपाईहरुको यहाँ विभिन्न डकुमेन्टहरु के चाहियो भनेर तपाईको उल्लेख गरेको छ। अनि तपाईको यसमा म्याद कहिलेसम्म हो त हेर्दाखेरि तपाईको यो ठ्याक्कै 1 महिना भित्रमा यो तपाईको भर्नुपर्ने हुन्छ यो फर्म है। त्यसैले तपाईहरु पूर्ण रूपमा तयारीमा लाग्नुहोस्। यो भारी संख्यामा एउटा ठूलो सुनौलो अवसर दिएको छ कोशी प्रदेशले। यस्तै तपाईको विभिन्न प्रदेश सङ्घको विज्ञापनहरु बारे जान्नको लागि हाम्रो च्यानलमा तपाईहरु बनिराख्नुस्, हेर्नुस् है साथीहरु। प्रथम पत्रको परीक्षा चाहिँ 2082 9 को महिना 25 गते समय पनि दिएको छ। त्यस्तै द्वितीय पत्रको 2082 9 को महिना 26 गते यो स्वास्थ्य सुपरिटेन्डेन्टको छ। इन्जिनियरको 2082 9 17 छ। शिक्षा प्रशासनतिर 2082 9 25 छ।